नमस्कार। मानव जीवनमा जति पनि दुःख, पीडा, समस्याहरू छन्, यी सबै दुःख, पीडा र समस्याहरूको मूल कारण भनेको आग्रहपूर्ण विचार हो। हामी अरूलाई आफूले चाहे जस्तो तरिकाले बाँचुन् भन्ने जुन आग्रह हामी राख्छौँ, यही आग्रहका कारणले हामी अझ बढी दुखित र पीडित हुनु परिराखेको छ। त्यसैले म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने अब आग्रह गर्ने यो जुन बानी छ हाम्रो, यसलाई हामीले त्याग्नुपर्छ, हटाउनुपर्छ। छोरा मैले जे चाह्यो त्यही बनोस् र त्यही अनुसार बाँचोस् भन्ने हामी चाहन्छौँ। छोरी घरबाट बाहिरै ननिस्कियोस्, मैले जे भन्छु त्यही मानोस् भन्ने हामी चाहना राख्छौँ। श्रीमान त अझ मेरो इशारामा नाचोस् र मैले जे चाहन्छु त्यही अनुसार बाँचोस् भन्छौँ। श्रीमतीको त कुरै छोडिदिउँ, श्रीमतीलाई त हामी एउटा मानवको दर्जा पनि दिइँदैन कतिपय ठाउँमा। उनले धेरै खालका पीडाहरू भोग्नु पर्ने हुन्छ। सामाजिक रूपमा, मानसिक रूपमा र शारीरिक रूपमा धेरै मेहनत चाहिँ गर्दै पनि उनलाई हामी सेवक बनुन् भनिराखौँ र मैले जे भन्छु मेरो इच्छाको, मेरो चाहनाको दास बनुन् भन्ने जुन आग्रह हामी गर्छौँ, यो आग्रहका कारणले गर्दा हामी पनि दुखी हुन्छौँ र हामीले जसलाई आफूले चाहेको जस्तो बनुन् भन्ने खोजिरहेका हुन्छौँ, उहाँहरू पनि दुखी हुन्छन्। त्यसकारणले हामीले आग्रहपूर्ण विचारलाई त्याग्नै पर्छ। जे छ, जस्तो छ, जति छ त्यो कुरालाई प्रेमपूर्वक स्वीकार गरेर हामीले ती कुराहरूलाई प्रेम गर्नुपर्छ। अनि मात्र सुख, खुसी र आनन्दमय जीवनको सुरुवात गर्न सकिन्छ। त्यसैले म यहाँलाई भन्न चाहन्छु, अब आग्रह त्यागौँ र जे छ त्यही कुरालाई प्रेम गरेर बाँचौँ, अनि मात्र सुन्दर र खुसी जीवन बन्दछ भन्ने यो सन्देश, यो उत्प्रेरणादायी विचार तपाईहरुका लागि राख्दै, लभ व्हाट यु ह्याभ भन्ने कुरालाई आत्मसात गर्नका लागि विशेष अनुरोध गर्दै म यो उत्प्रेरणादायी भिडियोबाट आजको लागि बिदा चाहन्छु। आगामी दिनमा फेरि यस्तै मोटिभेसनल भिडियो लिएर उपस्थित हुनेछु। यहाँहरू सम्पूर्णको समय शुभ रहोस्। नमस्कार।